चागु नारायण मन्दिरको निर्माण किराँतकालीन राजाहरूद्वारा बनाएको भन्ने भनाइ पाइन्छ। नेपालको प्रसिद्ध तीर्थस्थल मध्येको एक र प्राचीन पुरातात्विक शिलास्तम्भ समेत रहेको चागु नारायण मन्दिर भक्तपुर जिल्लाको चागु नारायण नगरपालिकामा अवस्थित छ। भक्तपुर नगरबाट 6 किलोमिटर उत्तरमा रहेको चागु नारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्त्वपूर्ण रहेको पाइन्छ। काठमाडौँ उपत्यकामा रहेको 7 विश्व सम्पदा सूची मध्ये चागु नारायण पनि एक हो। उपत्यकामा रहेको प्राचीन मन्दिरमा सबभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् 1979 मा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो। तेलकोट भन्ज्याङ तेलकोट डाँडा चागु आउने रुट उपत्यकाकै सबैभन्दा राम्रो ट्रेकिङ रुट मानिन्छ। साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्नको लागि प्रसिद्ध मानिन्छ। चागु नारायणलाई चम्पक नारायण, चङ्गु नारायण, गरुड नारायण आदि नामले पनि चिनिन्छ। परापूर्व कालमा यो मन्दिरको नाम के रह्यो भन्ने कुनै आधार छैन। लिच्छवी कालमा यस मन्दिरको नाम डोला शिखर स्वामी थियो। चागु नारायण मन्दिर अवस्थित डाँडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको रूपमा यिनलाई डोला शिखर स्वामी पनि भनिएको हो। मल्लकालमा यिनको नाममा नेपाल भाषामा कथिन पुग्यो। नेपाल भाषामा चापलाई च र वनलाई गु भनिन्छ। त्यही चागु नारायण पछि अपभ्रंश भएर पछि चागु नारायण हुन गएको हो। संस्कृतमा यिनलाई चम्पक नारायण पनि भनिन्छ। चागु नारायणको इतिहास हेर्ने हो भने चागु नारायण मन्दिरको निर्माण लिच्छवी कालमा राजा हरिदत्त वर्माले गरेको भए पनि लिच्छवी कालमै अर्का राजा मानदेवको विक्रम सम्वत 521 मा चागु नारायण मन्दिरमा गरुडको मूर्ति स्थापना गराई अभिलेख राख्न लगाएका थिए। सोही समयमा राजा मानदेवले चागु नारायण मन्दिरको गुठीको लागि जमिन चढाएको कुरा उक्त अभिलेखमा अङ्कित छ। राजा मानदेवले चागु नारायण मन्दिरमा आफ्नो र आफ्नो श्रीमतीको मूर्ति समेत प्रतिस्थापना गर्न लगाएका थिए। यो मन्दिरको निर्माण कहिले र कसले गराएको भन्ने बारेमा स्पष्ट जानकारी नभए पनि हरिदत्त वर्मा नामका व्यक्तिले सन्
386 ताका सम्वततिर र विक्रम सम्वत 521 मा उपत्यकाका 4 नारायणहरू चागु नारायण, शेष नारायण, विशंखु नारायण र इचंगु नारायणको स्थापना गर्ने क्रममा चागु नारायण स्थापना गरेको भन्ने आख्यानमा छ। विक्रम सम्वत 521 मा राजा मानदेवले पूर्व र पश्चिमका सामन्तहरूलाई नियन्त्रण गरी चागु नारायणको पूजा अर्चना गरी गरुड सहितको स्तम्भ खडा गरिएको उल्लेख पाइन्छ। यो मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि वास्तुकलाको नमुना हो। यो लिच्छवीकालीन वास्तुकलाको समय समयमा यसको जीर्णोद्धार हुँदै आएको छ। मध्यकालमा राजा शिवसिंहकी रानी गंगा रानी र 18औं शताब्दीको सुरुमा कान्तिपुरका शासक भास्कर मल्लको शासनकालमा भएको थियो। पछिल्लो समय केही दशक अगाडि पनि यसको जीर्णोद्धार भएको थियो। विक्रम सम्वत 2072 वैशाख 12 गतेको महाभूकम्पले चागु नारायण मन्दिरलाई ठूलो क्षति पुर्याएको थियो। यो मन्दिर चतुष्कोण आकारको छ। यसको पेटी 1 तल्लाको मात्र छ। मन्दिर 2 तल्ला रहेको छ। मन्दिरको तल्लो तलाको छाना टाइलको र माथिल्लो छाना पित्तलको पाताबाट बनेको छन्। दुवै तल्लामा मझौला आकारका झ्यालहरू रहेका छन्। दुवै तल्लामा 40 टुँडालहरू रहेका छन्। प्रत्येक टुँडालमा 3 तहका मूर्तिहरू कुदिएका छन्। माथिल्लो तहमा रुख लहरा, बीचमा मुख्य देवता मुख्यतः विष्णु र शिवका अनेक स्वरूपहरू र तल्लो तहमा मानिस पशुपन्छीका मूर्तिहरू कुदिएका छन्। तल्लो तलामा गरुड वाहन विष्णुको प्रस्तर मूर्ति रहेको छ। जुन यो प्रस्तुत मूर्ति छ, यो मूर्ति चाहिँ नेपालको 10 रुपैयाँको नोटमा यसको फोटो राखिएको छ। चागु नारायण मन्दिर स्थितमा चाहिँ यहाँ नेपालकै सबैभन्दा सानो रथ पनि यही पाइन्छ। यो तल्लामा 4 दिशामा 4 मुख्य ढोकाहरू रहेका छन्। प्रत्येक मूल ढोकाको दायाँ बायाँ नखुल्ने ढोकाहरू बनाइएका छन्। पश्चिमपट्टिको ढोका प्राय खुल्ला राखिन्छ। बेला बेलामा अन्य ढोकाहरू पनि खुल्ला गरिन्छ। ढोकाका दायाँ बायाँ गंगा, यमुना तथा अन्य देवी देवताहरूको मूर्तिहरू राखिएका छन्। ढोकाहरूको माथि धातुबाट बनेको तोरणहरू विभिन्न कलाकृतिहरू कुदिएका छन्। यस मन्दिरको निर्माणमा काठ र इँटाको बढी र प्रस्तर तथा धातुको कम प्रयोग भएको छ। धातुको प्रयोग मूल ढोका, तोरण तथा गजुरमा मात्र गरिएको छ। प्राचीन तथा ऐतिहासिक चागु नारायण मन्दिर सदियौं कालदेखि आजको आधुनिक कालसम्म पनि जस्ताको तस्तै दुरुस्त छ। धार्मिक आस्था तथा इतिहास बुझ्न चाहनेहरूको लागि यो ठाउँ सही गन्तव्य हुन सक्छ। यदि तपाईसँग पनि कुनै पनि ठाउँ सम्बन्धित भिडियो, फोटो, लेख छ भने हामीलाई पठाउन सक्नुहुन्छ। हामी त्यसलाई तपाईको नाम सहित हाम्रो फेसबुक पेज तथा युट्युबमा प्रस्तुत गर्नेछौँ। नेपाललाई देश तथा विदेशमा अनि आउने भावी सन्ततिलाई चिनाउने यो कार्यमा यहाँहरूको योगदान अतुलनीय रहनेछ। आजको लागि यो प्रस्तुति यति नै। यस्तै भिडियो हेर्नको लागि हाम्रो फेसबुक पेज तथा युट्युब च्यानललाई सब्स्क्राइब गरी साथ र सपोर्ट गरिदिनुहोला। धन्यवाद।